हेलो साथीहरू, हजुरहरू सन्चै आरामै हुनुहुन्छ होला। आज चाहिँ मैले मकैको चटपटे बनाउन गइरहेको छु। हजुरहरूले खानुभएको छ कि छैन? एकचोटि ट्राई गर्नु होला, एकदमै मिठो हुन्छ। मैले पनि फर्स्टचोटि खाँदाखेरि मलाई नि एकदमै मिठो लागेको थियो। र सुरु गरौँ है त चटपटे बनाउनको लागि। सुरुमा चाहिँ मकै उसिन्नुपर्छ, त्यसपछि मकै छोडाउँदा पनि हुन्छ, तर मेरो यो मकै चाहिँ एकदम कलिलो भएको भएर यसलाई म काटेर गर्छु। हजुरहरूले छोडाएर अलिक चिप्पेको मकै छ भने छोडाएर पनि गर्न सक्नुहुन्छ। सुरुमा त मैले मकैको चटपटे भन्दा मलाई अचम्म लागेको थियो, मकैको चटपटे पनि हुन्छ र जस्तो लागेको थियो। तर एकचोटि खाएपछि म त छक्क परेँ, यस्तो मिठो हुन्छ मकैको चटपटे पनि जस्तो लाग्यो। अहिले त म कति धेरै मकैको चटपटे बनाएर खान्छु। हजुरहरू पनि ट्राई गर्नु, एकदम मिठो हुन्छ। मैले चाहिँ अगाडि नै सबै थोक रेडी पारेको थिएँ। मैले चाहिँ यहाँ धेरै कुरा मिसाएको छैन। हजुरहरूले अरू कुरा पनि थपेर हाल्न सक्नुहुन्छ, जस्तै मुला, काँक्रा, गाजरहरू पनि हालेर खान सक्नुहुन्छ। यो चाहिँ एकदमै हेल्दी पनि हुन्छ। त्यो बाहिर बनाएको चटपटे भन्दा घरमा बनाएर यसरी खानु होला, एकदम राम्रो हुन्छ। मैले चाहिँ यहाँ एउटा इम्पोर्टेन्ट कुरा हाल्न बिर्सेछु, त्यो चाहिँ कागती हो। कागती चाहिँ हाल्न बिर्सेछु, सरी गाइस। हजुरहरू चाहिँ नबिर्सिकन कागती पनि हालेर खानु होला। यो चाउचाउ त हेल्दी त होइन, तर कहिलेकाहीँ खाँदा पनि केही फरक पर्दैन, तर डेली चाहिँ नखानु होला। यसरी घरमै बनाएर खानु एकदमै हेल्दी हुन्छ। मलाई चाहिँ भुजा पनि अलिकति थप्न मन लागेर मैले भुजा पनि थपेँ, तर यहाँ भुजा नथप्दा पनि हुन्छ। हजुरहरू एकचोटि ट्राई गर्नु होला। अनि मेरो भिडियो कस्तो लाग्छ लाइक, कमेन्ट, सेयर गर्न नभुल्नु होला। थ्याङ्क यू सो मच मेरो भिडियो फुल हेरिदिनु भएकोमा।